लास्ट डबल दुईजना पर्यटकहरू छ होइन अन्त दुईजना आजको दिनको लागि राम्रो व्यवस्था छ होला व्यवस्था त छ अनि आफ्नो कमिसन कति नि कमिसन धेरै दिनु पर्दैन रहेछ अब यसो हेरेर दिनु न चलिरहेको होइन आज कति के हुन्छ होला कति जति दिनु भन्नु दिनु 500 दिनु 500 दुईजनाको 500 यार यस्तो महँगी छ र बाँच्नु पर्यो यस्तो धनीहरू बसेर काम गर्नु यस्तो होटेलहरू प्याक छ यहाँ चाहिँ जाडोमा ठाउँ कतै छ त्यही पनि दुईजनालाई तलको भुइँमा सुत्ने व्यवस्था मिलाइदिन्छु यार त्यस्तो हुने हुन्छ भुइँमा यार विदेशी हुन्छ विदेशी हुनु सक्नु सक्दैन नेपाली होइन नेपाली हेर्दा नेपाली जस्तो लाग्छ तातो हुन्छ जमिन हुन्छ मलाई थाहा छैन के गर्नु त म्यानेजर खै छ ठाउँ कोठामा मिलाएर राखियो भइहाल्यो नि औ कहाँ फेरि 500 प्रति आउनु त 50 दियो होइन कहाँ 50 रुपैयाँ ल लिएर आउनु तपाईँलाई 500 किन आउँछ चाहिँ नि अझै कमाइ होला एउटा मुर्गा हान्नुपर्छ मुर्गा त हान्नुपर्छ यस्तो जाडोमा होइन यत्रो होटेल खोले लगानी लगाए गयो खै कान्छाले के गर्छ भित्र सुक्टी पकाएको छ कि नै खाना कतिजनाले पकाएको हो चोर्दै खान्छ कि भित्र किचनमा के गरेर बस्यो होला खै गाँठी साथी भित्र क्यामेरा झुन्डा सङ्केर घाँटीमा खाता पनि त्यस्तो छ ल तपाईँको कमिसन चाहिँ आउँछ होइन हामीलाई पठाइदिनु ल अझै लिएर आउँदै गर्नु जस्तो मान्छे के भन्छ नि के बोलिरहेको छ खै इङ्ग्लिस खै अलिकति ट्रान्सलेट गरिदिनु पर्यो ए भाइ तिमी आउँछु न त ए भाइ उनलाई काहीँ इसाराले 10,000 दिने भन्नुहोस् ओके भनेपछि तपाईँ आफ्नो बाटो जानु हामी मिलाउँछु यो होटेल अपुरो अटवाटर ल के अन्त सामान भित्र राख्नु के दियो 10,000 okay 8,000 okay आएन तपाईँ भित्रमा जानु शीतल पाकेर चोरेर खाइदिनुहुन्छ होइन म क्यान्सल गर्छु ए क्यान्सल हजुर ल यसको ताल चिसो खाइरहेको काम छैन कहाँ सिधाइदिनु भएको दाइ त्यो तपाईँ पनि पर्यटकहरू छ होइन हजुर दाइ 8,000 भनेछ तर यिनीहरूलाई पैसा लिनु बेलामा 8,000 एउटा अझै 0 थपेर लिनुपर्छ हजुर है हजुर यिनीहरूलाई 8 हाँस्छन् भन्छ एउटा अझै 0 थपेर मुरी हाल्नुपर्छ हजुर तिमीले वर्षमा यही महिना हो यहाँ पर्यटन आउनु भनेको बल्ल बल्ल आउँछन् दुईजनाहरू होइन यिनीहरूलाई जतिसम्म कन्फर्म घाटा लाग्छ हामीलाई सबै युनिटसँग वसुल्नुपर्छ 8,000 भनेको 3 0 हुन्छ तिमी एउटा थप्नुपर्छ यिनीहरूलाई लास्टमा 0 हाल्दै